जेन्जी भाइहरूको पोस्टबाट मैले पाएँ एड्रेस के थियो सम्थिङ त्योबाट ल भोलि 10 बजे सभागृह हलको गेट अगाडि भेला हुने यो गरिमा नानीको न्यायको लागि र अहिले यस्तो जघन्य अपराध गर्ने अपराधीको लागि जन्मठैत होइन मृत्युदण्ड नै हुनुपर्छ भन्ने खालको आवाज बुलन्द गर्नको लागि यसरी चाहिँ आह्वान गर्नुभएको थियो। त्यसैले मैले तत्कालै त्यसलाई मैले सेभ गरेँ अनि हाम्रो ब्युटी पार्लर व्यवसायीहरूको यो ग्रुप च्याटमा मैले हालेँ। भोलि यस्तो यस्तो रहेछ, हामी जति हाम्रो त अहिले सिजन हो, जति बिजी भए पनि आफ्नो ठाउँमा राख्नु, सबैजना भोलि भेला भएर हाम्रो पनि एकबद्धता छ। हामी पनि यसमा चाहिँ यो आन्दोलनमा यो विरोधपूर्ण आन्दोलनमा चाहिँ सहयोग गर्नुपर्छ भन्ने हिसाबमा ब्युटी पार्लर एसोसिएसन लेखनाथ इकाइ कास्की र गण्डकी प्रदेश पनि उपस्थित भएको हो। दिदीको उल्टोमा फोटो खिचाइ